It's an hour and a half. It was €140 per car, and he said, I said to him, how much did it take two? And he said, tell you what, if they पुरा नआउँदो रहेछ पुरा नआउँदो रहेछ त्यसलाई कन्कट गर्यो नि हजुर सबै मस्कहरू डिस्ट्रोय गरेर त्यो पछाडिपट्टि तल्लो पार्ट छैन हजुर त्यो चाहिँ एम्टी पार्ट छ त्यहाँ चाहिँ मस्क सेन्ट्रललाई चाहिँ क्लोज गरेर यो चर्च पहिलो राजाले बनाएको त्यसको नाम चाहिँ दोमा फुल्सो हेनरिके हो होइन हजुर अनि त्यो मस्क चाहिँ आफै डिस्ट्रोय भएको 1755 मा नभए पछाडि मस्क पनि देखिन्थ्यो क्या अनि यो चाहिँ इन्भेन्टेड डिजाइन 10 युरो तपाईँसँग 10 युरोको छ हेर्नु त 10 युरोमा छ अहिले सबै बन्द हुन्छ अनि सर्दिन खान्छौँ त्यो बेला फ्रेस सर्दिन आउने भएको भएर होइन सर्दिन फिस त्यो चाहिँ यहाँ जन्मेको हो तर बिहा हुने चाहिँ त्यही मोनामेन्ट तपाईँको जन्मेको चाहिँ यहाँ हजुर अनि मेट्रोबाट निक्लिन्छ भाइस्याको होला कहिले स्ट्रिट बन्द हुन्छ र यहाँबाट मान्छे जान्छ त्यो रुइन्स हेर्नको लागि त्यसो भएर कोहीसँग भेट भएन एक वर्षमा गरे त्यहाँबाट आएँ होटेलमा चाहिँ इङ्ग्लिस बोल्ने पनि हजुर हजुर सपिङ एरिया बनाएको हजुर हजुर त्यो पुल छ नि त्यो पुल हजुर तपाईँ त्यो पुलमा जानुभयो भने एलिभेटर बन्द छ त्यो पुलमा जान त्यहाँ छ कि छैन हजुर पानीको लेभल चाहिँ यहाँसम्म हजुर टप देख्नु भएन नि होइन अनि त्यतिखेर चाहिँ अनि यहाँसम्म पानीको लेभल आएर प्रपर्टी पनि सबै भएको हजुर लुज भएको होइन अनि अर्कोपट्टि चाहिँ प्यालेस अफ सालाजार मैले डिक्टेटर थियो भन्थेँ नि हजुर त्यसको प्यालेस रेभोल्युसन गरेको चाहिँ त्यहाँबाट राणा शासन सकाएको 1974 भयो यता चाहिँ आर्टिस्टिकल हिल भन्छ क्या यहाँ सबै डाउन भयो बढी हुन्छ कि एक्सपेन्सिभ 4-5 वटा त मिनिमम राख्नै पर्छ अनि त्यो भने फेरि लोनमा पाउँदैन यो चाहिँ गाडी क्यासै दिनु त्यसले गर्दा अलिकति अप्ठ्यारो छ कि यो 3 व्हिल भएको भएर हो क्या इन्सुरेन्स नि बढी एक्सपेन्सिभ हुन्छ ब्राजिलबाट ल्याएको सुनहरूले बनाएको छ भित्रपट्टि त्यहाँ जानु भने खुल्लै छ यो चाहिँ विश्वकै महँगो चर्च हो अरे पोर्चुगलको
यही मरेको मान्छे यो चाहिँ डेकोरेटेड छ नाताल क्रिसमसको लागि हजुर देख्दा चाहिँ राम्रो हुन्छ देख्दा राम्रो हुन्छ हजुर 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 यो टावर रोनाल्डो बस्ने घर हजुर